होइन यो कर्णाली एक्सलाई चाहिँ के भयो होइन अब सुदूरपश्चिमको फ्यान फलोइङ राम्रो छ अब हल्ला बढी हुन्छ अब उहाँहरूले कराउनुहुन्छ उहाँहरूले अब हल्लाले हार्नु त भएन नि यार अनि बलिङ त राम्रै भएको थियो त अब 139 रनमा अब अर्को टिमलाई हामीले रोक्न सकिरहेको छौँ हालाकि त्यसमा पनि म दिपेन्द्र सिंह गरेलाई चाहिँ एकदम क्रेडिट दिन्छु होइन 39 खेल्नु त्यो प्रेसर सिचुएसनमा अब 4-5 विकेट एकदमै अर्ली झरिसक्दा पनि दिपेन्द्र सिंह आएर त्यो 139 सम्म बनाउनु नै त्यो लगभग त्यो प्रेसर सिचुएसनमा मलाई लाग्छ वान अफ द फाइनेस्ट ग्रेटेस्ट बेस्ट अलराउन्डर यदि कोही डेफिनेसन हुन्छ भने नेपाल क्रिकेटको इतिहासमा भने त्यो भनेको दिपेन्द्र सिंह अहिले हो बलिङ ब्याटिङ गन फिल्डर मतलब कुनै जोड छैन त्यो वास्तवमा टाइगर नै हो उहाँले चाहिँ धेरै क्रेडिट छ तर कर्णाली एक्सको त्यो प्रियाङ पाञ्चाल र त्यो मार्क वाटले अब सेन्चुरी हान्यो अब प्रियाङ पाञ्चालले पनि अब पहिलो गेममा त राम्रै गर्यो तर अब अरूमा पनि गर्नु पर्यो अरू पनि ब्याट्सम्यान होला नि त अरू ब्याट्सम्यानले पनि त रन बनाउनु त पर्छ होइन अब त्यो अब 139 रन पनि बनाउन सक्दैन 94 मा अलआउट भएर त अब त्यो त्यसरी हुँदैन टिम राम्रो छ होइन अब तर अलिकति सुधार गर्नुपर्ने देखिन्छ अब 139 चाहिँ अब 140 को टार्गेट चाहिँ चेची हुनुपर्छ त्यो अब त्यसमा चाहिँ 94 मा अलआउट भएर अब अरू टिमलाई 45 रनले जित्न दिएर चाहिँ भएन है बाँकी अल द बेस्ट सुदूरपश्चिमको फ्यान त मतलब बवाल यार मतलब अनि सुदूरपश्चिम यार मतलब स्याल्युट छ यार केही कमजोरी छैन यार न बलिङ फिल्डिङ ब्याटिङ सब भरिपूर्ण छ सिजन 1 मा एउटा मलाई लाग्छ त्यो फाइनल मात्रै त्यो हार्या हो अब के हुन्छ अग्रिम बधाई छ शुभकामना छ ल कर्णाली एक्स टिम राम्रो छ अब त्यही हिसाबको खेल्नु पर्यो है